हिमालको काखमा हरियो डाँडापाखाले घेरिएको एउटा सानो गाउँ हो सुनगाउँ। त्यहाँको जीवन सरल र सादा छ, तर हरेक गाउँमा जस्तै यहाँ पनि सुखका साथमा केही दुःखका कथाहरू पनि लुकेका छन्। यस गाउँमा राधिका नाम गरेकी 19 वर्षीय युवती बस्छिन्। उनी साउनमा भर्खरै फुलेको फूल जस्तै सुन्दर, नदीको पानी जस्तै निर्मल र बिहानीको किरण जस्तै उज्याली छिन्। तर राधिकाको यो सुन्दर जिन्दगीमा एउटा ठूलो दुःख थियो। राधिकाका आमा बुबा एउटा दुःखद दुर्घटनामा परेर यो संसार छोडेका थिए। सानो उमेरमा नै उनले आफ्नो आमाको काख र बुबाको स्नेह गुमाइन्। बाबा बितेपछि राधिकाकी सानीमा मायाले उनलाई स्याहार्नलाई उनको घरमा आइन्। बाहिरबाट हेर्दा यो दया जस्तो लाग्थ्यो, तर भित्र सत्य बिल्कुलै फरक। राधिकाका बुबाले केही सम्पत्ति छोडेका थिए, खेत, जग्गा र अहिले उनीहरू बसेको त्यो घर। सानीमाको एक आफ्नै छोरी थिइन्, गङ्गा। गङ्गा पनि राधिकाकै उमेरकी थिइन्, वर्ष 19, तर स्वभावमा राधिकाभन्दा एकदमै फरक। उनको अनुहारमा घमण्ड थियो, आँखामा आक्रोश र ओठमा सधैँ गुनासो। राधिकाको दिन बिहान उज्यालो हुनुभन्दा पहिला नै सुरु हुन्थ्यो। बिहान सबेरै उठ्ने, चुलो बाल्ने, पानी भर्ने, गोठ सफा गर्ने, भैँसीको दुध दुने, खाना पकाउने आदि आदि। आज पनि राधिका चुलोमा आगो बाल्दै छिन्। त्यही समय सानीमाको आवाज आउँछ। सानीमा कराउँदै, राधिका, ए राधिका, होइन के गर्दैछ यो केटी? दुध अहिलेसम्म किन तातेन ह? राधिका शान्त आवाजमा, भर्खरै भैँसी दुहेर आएको सानीमा, आगो बालिसके, अब तातिहाल्छ। गङ्गा बिछौनाबाटै पल्टिँदै, आमा, मलाई त चिया यहीँ ल्याइदिनुहोस् है, उठ्न एकदमै धेरै अल्छी लाग्यो मलाई। सानीमा, भइहाल्छ नि नानी, तिमी सुत न आनन्दले, यसले ल्याइहाल्छ नि ओछ्यानमै चिया। राधिकाको दैनिकी यसरी नै बित्ने गर्थ्यो। उनी गुनासो गर्दिनथिन्, कसैको अगाडि आँसु झार्दिनथिन्। मनमा दुःख थियो, तर ओठमा सधैँ मुस्कान, किनभने उनको मनमा विश्वास थियो, राम्रो काम गर्यो भने फल पनि अवश्य राम्रो हुन्छ। त्यस गाउँमा एकजना मुखिया थिए, दयालु, न्यायी र सबैले मान्ने मान्छे। उनका एउटा छोरा थिए, श्याम। मुखियाले राधिकालाई कहिलेकाहीँ बाटोमा देख्थे, पानीको गाग्री बोकेको, काठको भारी बोकेको। राधिकाको सरलता, उनको मिठास, उनको परिश्रम देखेर मुखियाको मन खुसी हुन्थ्यो। एक दिन मुखिया राधिकाको घर पुग्छन्। मुखिया आदरपूर्वक स्वरमा, मायादेवी, मायादेवी, घरमै हुनुहुन्छ कि? सानीमा, हजुर हजुर, नमस्कार मुखिया साहब। मुखिया, नमस्कार नमस्कार, म एउटा कुरा भन्न आएको छु। मेरो छोरा श्याम, उसको विवाह गर्ने उमेर भइसक्यो र मैले तपाईँकी भतिजी राधिकालाई देखेको छु। उनी जस्तै बुहारी पाए मेरो घर स्वर्ग बन्थ्यो। म राधिकाको हात माग्न आएको। सानीमा भित्रै मनमा आगो बाल्दै, अरे मुखियाजी, राधिका त अहिले सानी छे, उसको विवाह गर्ने उमेरै भएको छैन। मुखिया, मायादेवी, उनको उमेर 19 वर्ष भइसक्यो, यो त राम्रो उमेर हो नि विवाहको लागि। सानीमा कडा स्वरमा, होइन मुखियाजी, राधिकाको विवाह अहिले हुँदैन। बरु मेरी छोरी गङ्गा छे, ऊ राधिका भन्दा 7 महिना जेठी छे। पहिले गङ्गाको विवाह हुनुपर्छ। बरु यसो गरौँ न, श्याम बाबुसँग गङ्गाको जोडी असाध्यै सुहाउँछ। मुखिया अलमल्ल पर्दै, ठिक छ, म सोध्छु। मुखिया गइसकेपछि गङ्गाले आमालाई भनिन्, आमा, ए आमा, मैले सबै कुरा सुने। श्यामजीसँग त मेरै विवाह हुनुपर्छ है, जसरी भए पनि। सानीमा, हुन्छ, तर त्यो राधिकाले हाम्रो बाटो छेक्न सक्छ। तर तिमी चिन्ता नगर, श्यामजीकी दुलै त तिमी नै बन्छौ। त्यसपछिका दिनहरूमा सानीमा र गङ्गाको व्यवहार झनै कठोर भएर गयो। राधिकाको काम बढाइयो, खाना घटाइयो र तिरस्कार त सधैँ नै थियो। राधिकालाई खाना मिठो नभएको भनेर बारम्बार भान्सामा अल्झाइन्थ्यो। भाँडा सफा नभएको भनेर दोहोर्याई भाँडा माझ्न लगाइन्थ्यो। राधिका निराश हुँदै फेरि काममा लाग्थिन्। यसरी नै दिनहरू बित्दै गए। एक दिन
राधिका काम गरिरहेकै बेला सानीमाको आवाज आउँछ। राधिका, ए राधिका, आज जङ्गलबाट काठ ल्याउनु छ। फर्कदा त्यो खेतको काम पनि सकेर आउनु। घर आएर रातिको भान्सा गर्नुपर्छ। ढिलो गर्लिस्, छिटो जा। राधिका शान्त आवाजमा, हुन्छ सानीमा। राधिकाका लागि जङ्गल जानु भनेको एकदमै रमाइलो क्षण थियो। उनी जङ्गलको हरियाली र चराचुरुङ्गीको आवाजमा रमाएर आफ्नो दुःख एकछिनको लागि भए पनि बिर्सिने गर्थिन्। आफ्नो सबै घरको काम सकाएर राधिका जङ्गलतर्फ लागिन्। राधिका काठ टिप्दै थिइन्। त्यतिकैमा एकजना बुढी आमा आउनुभयो। उहाँको लुगाफाटो जीर्ण थियो, ढाड निहुरिएको, हात कापिरहेका। उहाँको अनुहारमा थकान थियो अनि आँखामा भोकको छाया। आमा कमजोर स्वरमा, छोरी छोरी, केही खान पाइन्छ कि? धेरै भोको छु, बिहानदेखि केही खाएको छैन मैले। राधिका तुरुन्तै आफ्नो झोलाबाट खाना निकाल्दै, आमा आउनुहोस्, यहाँ बस्नुहोस्, मसँग यो मकैको रोटी अनि पानी छ, यो तपाईँ लिनुहोस्। आमा रोटी लिँदै, छोरी आफ्नो सबै खाना मलाई दियौ, तिमी पनि त भोकाउँछौ होला नि। राधिका मुस्कुराउँदै, आमा तपाईँ भोकाउनु भएको देख्दा मलाई भोक नै लाग्दैन, तपाईँ पहिला खानुहोस् न। आमा, छोरी म तिमीसँग अर्को एउटा सहयोग माग्छु, मलाई मेरो झोप्रीसम्म पुर्याइदेऊ, यहाँबाट अलि टाढा छ, धेरै थाके आज, एक्लै जानै सक्दिन। राधिका हस् आमा, आउनुहोस्, मेरो हात समाउनुहोस्। राधिकाले आफ्नो काठको बारी त्यहीँ छोडिन् र आमाले डोर्याउँदै जङ्गलको भित्री भागतर्फ हिँडिन्। बाटो अँध्यारो थियो, झाडी घना थिए, तर राधिका डराइनन्। जङ्गलभित्र एउटा पुरानो झुप्रो भएको ठाउँमा उनीहरू पुगे। आमाले भन्नुभयो, छोरी यही हो मेरो घर, भित्र आऊ। राधिका भित्र हेर्दै, आमा तपाईँ एक्लै बस्नुहुन्छ कि कसो? आमा हो छोरी, एक्लै छु, धेरै दिनदेखि घर सफा गर्न सकिन, ढाड दुख्छ, हात पनि थरथर काम्छ। राधिका कुच्चो उठाउँदै, म गर्छु नि आमा, तपाईँ बस्नुहोस्। आमा छोरी तिमीलाई पनि त ढिलो होला नि, घर पनि टाढा होला। राधिका पहिले तपाईँको घर मिलाउँछु अनि खाना पनि बनाइदिन्छु, म काम छिट्टै सकाएर अनि आफ्नो घरतर्फ लाग्छु। राधिकाले काम थालिन्। झुप्रोमा झाडु लगाइन्, भाँडा माझिन्, भुइँ पुछिन् र चुलोमा आगो बालेर त्यहाँ भेटिएका थोरै सामानले खाना बनाइन्। बुढी आमाले राधिकाको काम हेरिरहनुभयो। राधिकाले आमालाई खाना दिइन्। खाना खाइसकेपछि बुढी आमाले एउटा झोला निकाल्नुभयो। झोला अत्यन्त चम्किलो र सुन्दर देखिन्थ्यो। आमाले भन्नुभयो, छोरी म एउटा कुरा भन्छु। राधिका भन्नुहोस् न आमा। आमा मलाई थाहा छ तिमीले धेरै दुःख पाएकी छौ, तर तिम्रो मन साह्रै सफा छ, तिम्रो हातले कहिले अरूलाई दुःख दिएन। यो संसारमा तिमी जस्तो मान्छे धेरै कम हुन्छन्। यो ल्याऊ छोरी, यो झोलामा जादु छ, तिमीलाई जे चाहिन्छ यसमा हात हाल्दा तिमीले पाउनेछौ, सुन होस्, चाँदी होस् वा मनमा लागेका केही कुरा। राधिका अचम्म मान्दै हात जोड्छिन्। आमा यो तर मैले के गरेर यो पाउनलाई? आमाले मुस्कुराउँदै भन्नुभयो, तिम्रो दयालु मन भएकोले तिमीले यो पाएकी। अब तिमी घर जाऊ अनि एउटा कुरा सधैँ याद राख्नु, आवश्यक भन्दा धेरै कहिल्यै नमाग्नु, र अर्को कुरा, तिमी बाहेक अरूले तिम्रो यो झोलामा हात हाले भने उनीहरूको हात पोल्नेछ, यसमा मात्र तिम्रो अधिकार छ। राधिकाले झोला छातीमा चेपिन्। उनको आँखा रसायो। उनले आमालाई धन्यवाद दिएर आफ्नो घरतर्फ लागिन्। साँझपख राधिका घर फर्किन्। आज उनको मन हलुका छ। घरको ढोका खोल्दा सानीमा र गङ्गा बाहिर आँगनमा बसेका थिए। सानीमा कडा स्वरमा, कहाँ जानुभएको थियो महारानी यति बेरसम्म? अनि काठ खै त, खाली हात आउनु भएछ त हजुर। राधिका सानीमा माफ गर्नुहोस्, बाटोमा एउटी बुढी आमा भेटिनु भयो, बिरामी हुनुहुन्थ्यो, घरसम्म पुर्याइदिए। गङ्गा हाँस्दै, ये आफ्नो काम छोडेर त नचिनेकी आमालाई लिएर घर घर पुर्याइदिने भइस्। राधिका झोला देखाउँदै, तर यो लिएर आए सानीमा,
गङ्गा र सानीमा, के छ त्यसमा? राधिका, बुढी आमाले दिनुभएको जादुई झोला अरे, जे माग्यो त्यही दिन्छ रे। सानीमा र गङ्गाको आँखा ठुल्ठुला भए। राधिका, म त पत्याउँदिन थिएँ, तर उहाँले दिनुभएको हेर्नुस् त। राधिकाले झोलामा हात हालिन् अनि सुनको टुक्रा निकालेर देखाइन्। यो देख्न साथ गङ्गा चिच्याउन थालिन्, आमा आमा सुन सुन। सानीमा तुरुन्तै झोला खोज्न अघि लागिन्। दे मलाई त्यो। राधिका डराउँदै पछि हटिन् अनि आमाले भन्नुभएको अन्य सबै कुरा सानीमा र गङ्गालाई सुनाइन्। सानीमाको बोलीमा अचानक परिवर्तन आयो। राधिका, छोरी तिमी थाक्यौ होला बाबा, जाऊ गएर सुत। त्यसपछि सानीमाले गङ्गालाई भन्नुभयो, गङ्गा, त्यो झोला त हाम्रो हुनुपर्ने, तर त्यो खोसेर पनि काम नदिने भयो। गङ्गा, त्यही त आमा, अब के गर्ने होला? सानीमा, यसो गरौँ, त्यो बुढी जङ्गलमा बस्छे, भोलि तँ जान्छेस्। ठ्याक्कै राधिकाले जे गरे त्यही गर्लिस्। बुढीलाई खाना दिनु, घरसम्म पुर्याइदिनु, घर सफा गरिदिनु, खाना बनाइदिनु अनि झोला माग्नु। गङ्गा, आमा, तर मलाई त सफा गर्न मनै लाग्दैन, खाना पनि बनाउन जान्दिन म त। सानीमा, मन परे नपरे झोलाको लागि तैँले गर्नै पर्छ। बुढीले झोला दिइसकेपछि तुरुन्त आइज, बुद्धि नभाकी। गङ्गा, ठिकै छ नि त, अब झोलाको लागि भए पनि गर्छु। भोलिपल्ट बिहान गङ्गा जङ्गलतर्फ दौडिन्। मनमा एउटै लक्ष्य थियो, जादुई झोला लिने। उनले न जङ्गलको सौन्दर्य देखिन्, न चराहरूको गीत सुनिन्, मात्र दौडिरहिन् हतार हतार। जङ्गलको बीचमा गङ्गाले आमालाई देखिन्। आमाले कमजोर आवाजमा, छोरी के एक मुठी खाना मात्र भन्नुभएको थियो। गङ्गाले हतार हतार, आउनुस् आमा, यो लिनुस् भनेर आफूसँग भएको खाना दिइन्। आमाले फेरि, छोरी मलाई घरसम्म मात्र भन्नुभएको थियो। गङ्गाले तुरुन्त हात समाएर, आउनु आमा, छिट्टो जाउँ भन्दै आमाको हात समाइन्। बाटोमा आमा बिस्तारै हिँड्दै हुनुहुन्थ्यो, तर गङ्गाले आमालाई छिट्टो तान्दै थिइन्। आमाले बिस्तारै, छोरी मेरो खुट्टा दुख्छ भन्नुभयो, तर गङ्गाले सुनिनन्। झुप्रोमा पुगेपछि गङ्गाले आधा अधुरो काम सकाइन् अनि हतार हतार गर्दै झोला खोज्नतिर लागिन्। आमा उनलाई निहालिराख्नु भएको थियो। आमाले शान्त र गहिरो स्वरमा सोध्नुभयो, छोरी तिमी के खोजिरहेको छौ? गङ्गा सिधै लाजै नमानी, आमा त्यो चम्किलो जादुई झोला थियो नि, के त तपाईँले राधिकालाई दिनुभएको के? मलाई पनि दिनुस् न। आमा मुस्कुराउनु भयो। ल्याउ छोरी भनेर गङ्गालाई पनि एउटा झोला दिनुभयो। गङ्गा निकै खुसी भइन् र त्यो झोला छातीमा छेपेर आमालाई धन्यवाद पनि नदिई पछाडि नफर्किकन घरतर्फ दौडिन्। गङ्गा दौडेर घर पुगिन्। सानीमा ढोकामै कुरिरहनु भएको थियो। गङ्गा झोला हावामा उडाउँदै, आमा आमा मैले झोला लिएर आएँ। सानीमा हतार हतार त्यो झोला तान्दै, लु आऊ छिटो गरौँ, हामी पनि सुन माग्नुपर्छ अनि हिरा। दुवैजनाले हतार हतार एकसाथ झोलामा हात हाल्छन्। एकैछिनमा उनीहरू चिच्याउँछन्। गङ्गा, आमा आमा केले टोक्यो? आथा हात पोल्यो मेरो। सानीमा हात छकछकाउँदै, मलाई पनि आथा यो के भयो? झोलाभित्रबाट खतरनाक किराहरू निस्किन्छन्। उनीहरूको हात सुन्निन थाल्यो अनि अनुहार पनि सुन्निन थाल्यो। गङ्गा दौडिँदै ऐनामा हेर्छे, आमा लौ न मेरो अनुहार के भयो यस्तो? सानीमा, राधिका, ए राधिका, कता छेस् नानी त? राधिका भित्रबाट दौडँदै आइन्। के भयो सानीमा? सानीमा, हामीलाई बचाइदे नानी, जसरी भए पनि बचा। सबै शरीर सुन्निँदैछ, खुट्टा चलाउन पनि गाह्रो हुन थाल्यो। माफ गर छोरी, त मात्र हामीलाई बचाउन सक्छेस्। त्यो बुढी आमा कहाँ जा, उहाँलाई भन हामीलाई माफ गरून्। गङ्गा रुँदै, राधिका मलाई पनि माफ गर बहिनी, मैले लोभ गरेँ अनि तँलाई सधैँ हेला गरेँ, हामीलाई जसरी भए पनि ठिक गर्दे बहिनी। राधिका,
एक पल हेर्छिन् अनि शान्त र दयालु स्वरमा, तपाईहरू नआत्तिनुहोस्, म जसरी भए पनि तपाईहरूलाई ठिक गारेरै छोड्छु। म अहिले आमा कहाँ जान्छु, आमालाई गएर बिन्ती गर्छु, तपाईहरू कृपया नआत्तिनुहोस्। राधिका फेरि जङ्गलतर्फ हिँडिन्। उनको मनमा न रिस छ न बदला लिने भाव, मात्र एउटा सोच, दुःखमा परेकालाई सहयोग गर्नुपर्छ। राधिका नम्र साथ ढोकामा उभिएर, आमा आमा नमस्कार, म राधिका, के म भित्र आउन सक्छु? आमा, छोरी आऊ, तिमी भित्रै आऊ। राधिका आँखा रसाउँदै, आमा, मेरी सानीमा र गङ्गालाई झोलाले टोकेछ। उनीहरूको हात र अनुहार सुनियो, खुट्टा पनि सुनिएर हिँड्नै नसक्ने हुनुभयो। हो, उहाँहरूले मलाई धेरै दुःख दिनुभएको कुरा सत्य हो आमा, तर उहाँहरू बिरामी भएको देख्दा मेरो मन दुख्यो। उहाँहरू अहिले धेरै पीडामा हुनुहुन्छ, के उहाँहरूलाई ठिक गर्न सकिन्छ? आमा राधिकाको हात थमथमाउँदै, छोरी, यो माफ गर्ने स्वभाव नै तिम्रो सबैभन्दा ठुलो शक्ति हो। तिमी ज्ञानी छौ। हुन्छ, उनीहरू छिट्टै ठिक हुनेछन्, तर उनीहरूले साँच्चीकै मनले पश्चाताप गरेका हुन् त? राधिका, हो आमा, उहाँहरूले माफी मागिसक्नुभयो, म विश्वस्त छु यो कुरामा। बुढी आमाले एउटा सानो जडीबुटी दिनुहुन्छ। आमा, यो ल्याऊ, पानीमा उमालेर उनीहरूको हात, अनुहार र खुट्टामा लगाइदेऊ, उनीहरू छिट्टै ठिक हुनेछन्। राधिका, धन्यवाद आमा। आमा शान्त र गहिरो स्वरमा, छोरी, एउटा कुरा थप भन्छु, तिम्रो बाबाले छोडेको सम्पत्ति त्यो सब तिम्रो हो, त्यो घर, त्यो जग्गा, सबै कुरा। छोरी भएको नाताले आफ्नो बुबाको सम्पत्तिलाई रेखदेख गर्नु तिम्रो जिम्मेवारी हो अनि तिमीले त्यो कर्तव्य राम्रोसँगले निभाउनुपर्छ। राधिका अचम्मित परिन्। आमाले फेरि मुस्कुराउँदै भन्नुभयो, जाऊ छोरी, समयले सबै सिकाउनेछ। तिमीले के सत्य के असत्य भन्ने कुरा छुट्याउन सक्नुपर्छ अनि कति कुरा सहने र कति नसहने भन्ने कुरालाई पनि हेक्का राख्नुपर्छ। गलत भइरहेको कुरालाई खुलेर बोल्न सक्ने शक्ति तिमीलाई प्राप्त होस्। राधिका घर फर्किन्। बुढी आमाले दिनुभएको जडीबुटी पानीमा उमालेर सानीमा र गङ्गाको हात र अनुहार अनि खुट्टामा लगाइदिन्। बिस्तारै सुनिन घट्यो, दुखाएर पोलेको पनि कम भयो। सानीमा आँखा रसाउँदै टाउको झुकाउँदै, राधिका, मैले तँलाई यत्रा कष्ट दिएँ नानी, तेरा आमा बुबा गएपछि मैले माया गर्नु पर्थ्यो। म मात्र त थिएँ तेरो सहारामा, तर मैले नै सम्पत्तिको लागि तँलाई यत्तिका दिन वर्षसम्म हेला गरेँ। मलाई माफ कर नानी, मैले लोभ गरेँ। गङ्गा आँसु पुछ्दै, राधिका, म आरिसे र घमण्डी थिएँ, तर आज बुझे राम्रो मन नभए कुनै कुराको अर्थ हुँदैन। साँच्चीकै मलाई माफ गर्दे बहिनी। राधिका दुवैको हात समाउँदै मुस्कुराउँदै, सानीमा, गङ्गा, मैले हजुरहरू दुवैजनालाई माफ गरेँ। मेरो परिवार भनेको पनि त यहाँहरू दुईजना नै हुनुहुन्छ, अरू को छ र मेरो? मुखिया मुस्कुराउँदै राधिकाको घरतर्फ लाग्छन्। राधिका, मेरो छोरा श्यामले तिमीलाई मन पराउँछ र म पनि तिमीलाई आफ्नो बुहारी बनाउन चाहन्छु, तर निर्णय तिम्रो हो छोरी, यसमा तिम्रो विचार के छ? राधिका लाज र खुसी दुवै मिसिएको अनुहार लिएर घरतर्फ दौडिन्छन्। सानीमा मुस्कुराउँदै, छोरी त लजाइन् मुखियाजी, हुन्छ अब हामी बिहेको तयारी गरौँ। र त्यस दिन सुन गाउँमा एउटा खुसीको लहर दौडियो। राधिका, जसले जीवनमा धेरै दुःख पाएकी थिइन्, उनको विवाह श्यामसँग भयो। मुखियाको घरमा बाजागाजा बज्यो, गाउँभर उत्सव भयो। राधिकाले सानीमा र गङ्गालाई सोही घरमा बस्न दिन्। सानीमा र गङ्गाले आफ्नो गल्ती स्वीकारे र नयाँ जीवन सुरु गरे। आजको कथा यहाँहरूलाई कस्तो लाग्यो? कृपया आफ्नो प्रतिक्रिया तलको कमेन्ट बक्समा लेखिदिनुहोला र यो च्यानललाई लाइक, सेयर र सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।